आइपुग्यो होइन। त्यहाँ चाहिँ के मन्दिरको कन्स्ट्रक्सन हुन रहेछ, नयाँ होला सायद। यता खै के हो यो, यताको भ्यू चाहिँ यस्तो छ अहिले, यस्तो छ अहिले। हेर्नुहोस्, त्यसपछि भोलि बिहान हेर्नु ल, भोलि बिहान अत्था जाडो हुनु भएको छ, मलाई थाहा छ। त्यो चाहिँ मेन मन्दिर कुन थाहा छैन मलाई। अहिले हेरौँ ल, यो के भन्नु खोजेँ, पानीको बिचमा होइन, कुन भगवान्को मूर्ति हो, मूर्ति रहेछ कुन भगवान्को। ठिक छ ठिक छ, अब चाहिँ म मेन मन्दिरमा जान्छु। त्यहाँ रहेछ मेन मन्दिर। अब हल्का हेर्नु ब्लग यति नै भन्दै थिएँ, फेरि बनाउनु मन लाग्यो। यो चाहिँ कस्तो ठुलो रहेछ यार, यस्तो। यता चाहिँ खै के हो, भजन सजन बजिरह। यता माथि कता हेलिप्याड छ अरे, यो चाहिँ धर्मशाला हो यिनीहरू सबै। त्यो चाहिँ भिआइपीवाला, यो चाहिँ भिआइपीवाला अरे। यहाँ हल रहेछ कसको चाहिँ, यहाँ भजन टाइपको चाहिँ भइरहेको छ। सुन्नुहोस् है त, भजन चाहिँ यहाँ माथि गाइराख्नु भएको छ। यो चाहिँ डर ठुलो रहेछ यार। यो चाहिँ मेन मन्दिर हो। यसमा अहिले जाम्ला एकछिनमा। अनि यहाँबाट चाहिँ केही देखा छैन, त्यो चाहिँ घर भइहाल्यो। यहाँ चाहिँ जसले संस्कृत भाषा पढ्न आउँछ उनीहरू बस्ने ठाउँ हो त्यो, उ त्यो। अनि यता यो चाहिँ डर दामी रहेछ यार। हिमाल भएको चाहिँ उ त्यो साइडतिर है, त्यो साइडतिर अहिले देखा छैन। भोलि बिहान चाहिँ हेरौँ ल। हेर्नु सक्नुहुन्छ क्या दामी एम्बियन्स पनि कस्तो दामी हो क्या, पुरै दामी छ होइन। यो मेन मन्दिर कन्स्ट्रक्सन साइड चाहिँ उता हो, नयाँ मन्दिर बन्नु होला सायद। माथितिर भोलि जाम्ला। यता यो त हेरिकिन अब यो मेन मन्दिरको पालि हो। कन्स्ट्रक्सन साइड जाऊँ एकचोटि, एक राउन्ड हानौँ कन्स्ट्रक्सन मन्दिर बन्नेवाला ठाउँतिर। अनि त्यसपछि त्यहाँबाट चाहिँ यस्तो दामी आउँछ नि फोटो खिच्न चाह्यो भने। अब चाहिँ त्यहीँ जाऊँ न। कस्तो लाज लाग्यो यार भ्लग बनाउन पनि, पुरा लाज। मान्छेको घर त पुरै लाज लाग्छ यार भ्लग बनाउन। एक्लै हुँदा त पुरै थुरथुरो, एक्लै हुँदा त फेरि कराइदिने हो। मान्छेको घर त लाज लाग्ने रहेछ। यो चाहिँ यहाँदेखि चाहिँ हाम्रो ऊ पोइन्ट हो, के भन्छ यसलाई, यहाँदेखि चाहिँ दामी दामी फोटो आउँछ। यो रुख भयो, पहिला सुकेको थियो, अहिले फेरि ऊ भइगएछ। यहाँबाट चाहिँ दामी दामी आउँछ। सो हेर्नुहोस् है त। अनि यो चाहिँ दामी हो कि होइन। अनि म यहीँ छु अहिले, स्वर्गदारी आइपुगिसकेँ। पछाडि हेर्नु सक्नुहुन्छ, यो पछाडि चाहिँ कन्स्ट्रक्सन साइड रहेछ यो चाहिँ होइन। यहाँ चाहिँ कन्स्ट्रक्सन भइरहेको छ। म चाहिँ यता साइडतिर छु, यो के हो आई डोन्ट नो होइन। अनि यहाँबाट चाहिँ हामीहरूले फोटो खिच्ने ठाउँ चाहिँ यता यहाँबाट चाहिँ होइन। यो त अहिले पुरै यो छ कि आई डोन्ट नो के भन्छ यसलाई, कुइरोल ढ्याके बिहान त पुरै हिमाल देखिन्छ, दामी हुन्छ। यता तल यो यहाँबाट चाहिँ दामी फोटो आउँछ गाइज। यता तलतिर चाहिँ बस्ने ठाउँ भयो। अब मेन मन्दिरमा गइन्छ, त्यसपछि यता साइडतिर त केही छैन नि, यता साइडतिर केही छैन, खाली छ। यता साइडतिर नजाऊँ, यता साइडतिर जाऊँ। अब यो चाहिँ के भन्छ यसलाई, कन्स्ट्रक्सन साइड। यहाँ चाहिँ दह्रो घन्टीहरू छ। मलाई घन्टी बजाउनु त्यस्तो राम्रो लाग्दैन, त्यही पनि बजाइहालौँ न। घन्टी बजाइयो अब मेन मन्दिरतिर। कस्तो लाज लाग्छ यार, सब मान्छेहरूले हेर्छ पुरा के गरिरहेछ भनेर यत्रो आँखाले, लाज लाग्छ। यो चाहिँ मेन मन्दिर हो, जताकतै लाइट रहेछ। सो हेर्नु सक्नुहुन्छ होइन गाइजहरू, म चाहिँ मन्दिरमा आइसकेँ। अब मन्दिरमा आइसकेपछि त दामी दामी भिडियोहरू हालिदिन्छु म, एक दुईवटा सिनेमेटिक भयो भने। अनि यता चाहिँ जताकतै लाइट छ कि एउटा यहाँ छ, यस्तो गर्दै पुरै मन्दिरभरि लाइट छ होइन। यहाँबाट चाहिँ एउटा लाइट आइरह, यतातिर चाहिँ बनाऊँ यस्तरी यहाँ आइरहेको छ होइन। म चाहिँ लिएर यतै मन्दिरमा छु होइन। अनि मन्दिरभित्र चाहिँ यहाँ खै के हो यो यता आई डोन्ट नो होइन, त्यो हवन कुण्ड होला सायद। यस्तरी घुम्दै जाउँ न होइन। अनि यता भित्रतिर खै के भइरहेको छ, भित्रतिर हवन कुण्ड हवन गरिराख्नु भएको छ। एक दुईवटा सिनेमेटिक हेर्नुहोस्, त्यसपछि म तपाईँहरूलाई एकैचोटि भोलि भेट्छु। सो थ्याङ्क यू सो मच जसले यहाँसम्म भिडियो हेरिदिनु भयो, थ्याङ्क यू सो मच।
भिडियोमा लाइक गरिदिनु होला, च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। सो गाइजहरू होइन, यहाँ चाहिँ एउटा स्क्रिन पनि रहेछ हेर्नु होइन, जरायो सब जनावरहरू देखाइरहेको छ होइन, लेउपार्ड पिकक होइन, फेरि ब्याक आइसक्यो आयो दामी रहेछ होइन, हेर्दै जानुहोस् न भ्लगमा दामी दामी हुँदो रहेछ। आजको भ्लग चाहिँ अघिनको भ्लगभन्दा दामी हुन रहेछ। भर्खर भ्लग एन्डिङ गरेँ, फेरि स्टार्ट गर्दैछु। सो अघिनको भ्लगमा हेर्नुभएको थियो होला, म मन्दिर आएको थिएँ, अब घर जानु लाग्छु। म चाहिँ अब घर चढिदिनु लाग्यो होइन, अब लाग्छ होला 10 मिनट यहाँदेखि जान, पुरै अँध्यारो भइसक्यो यहाँ। अनि 10 मिनट लाग्छ होइन, त्यसपछि त अँध्यारो। घरमा गएर सुत्तिन्छ मस्तले, अनि त्यसपछि भोलि बिहान आइन्छ फेरि मन्दिरमा घुम्नको लागि। सो सबैजनाले चाहिँ माया देखाइदिनु भयो होला लास्टको भिडियोमा होइन, माया देखाइदिनु भयो होला। सो त्यसको लागि चाहिँ एकदम धन्यवाद सबैजनालाई। अब म चाहिँ तल जान लाग्छु, यहाँबाट सिधा तल घर गइन्छ, अनि घर गएर मस्तले भातसात खाइन्छ। भोलि बिहान नै उठेर यहाँ दर्शन गर्न आइन्छ, फोटोसोटो खिचिन्छ, हिमाल सिमाल हेरिन्छ, त्यसपछि फेरि घर चलिदिन्छ उता दाङवाला घर। मैले घर भनिरहेको थिएँ होटेल चाहिँ म अब जानु लाग्छु। भर्याङ पनि पुरै लामो छ, 10 मिनट लाग्छ होला। सो अब चाहिँ हजुरहरूलाई म सिधै भोलि बिहान मर्निङ टाइममा भेट्छु। ओके बाई। गुराँसै फुल्यो मनैमा, मेरो मन झुल्यो तिम्रो मनैमा। वाट्सअप गाइजहरू के छ खबर, आएपछि सबैजना सन्चै हुन्छ होला। यो चाहिँ अर्को दिन होइन, हिजो चाहिँ म चाँडै तल गइसकेको थिएँ, तल गएर सुतेँ। अनि अहिले चाहिँ बिहान उठेर अङ्कल र म चाहिँ माथि मन्दिर घुम्ने भनेर आइसकेको छौँ। यहाँदेखि यस्तो दामी भुइँ दुखिरहेको छ होइन। अनि माथि आइसक्छ यहाँ, मैले चाहिँ दह्रो पुरानो मानिसहरूको फोटो देखेँ होइन। अनि यसको पनि भिडियो बनाइदिउँ न भने, मलाई चाहिँ यहाँ कसैको नाम थाहा छैन, हजुरलाई थाहा छ पनि कमेन्ट गरिदिनु होला होइन। अनि त्यसपछि यहाँको चाहिँ जुन यो हुन्छ नि, यो मन्दिरहरू चाहिँ एकदमै निट एन्ड क्लिन छ कि होइन। अनि यहाँ चाहिँ लास्टै धेरै मान्छेहरू आयो क्या होइन। अनि यो चाहिँ घर हो होइन, राति संस्कृत पढ्ने त्यो सबै मान्छेहरू चाहिँ यहीँ सुत्छन् होइन। अनि यहाँ चाहिँ भिड पनि लास्टै धेरै छ। यता साइडतिर चाहिँ भजन हुन्छ, अनि यो चाहिँ मेन मन्दिर भइहाल्यो। त्यहाँ चाहिँ अर्को नयाँ मन्दिर बन्न लागेको रहेछ होइन। अनि यता चाहिँ लास्टै भिड छ होइन, हेर्न सक्नुहुन्छ। लास्टै भन्दा नि हल्का हल्का भिड छ होइन। अनि यो नयाँ जुन यो मन्दिर बन्न लागेको छ नि, यसमा चाहिँ हजुरहरू चाहिँ सहभागी हुन चाहन्छ भने चाहिँ यो स्वर्गदारी टेम्पलमा चाहिँ मेल गरेर चाहिँ भन्न सक्नुहुन्छ होइन। अनि त्यसपछि हामी चाहिँ यहाँ माथि यो गाई पालेको लास्टै 100-200वटा गाई रहेछ होइन। अनि त्यो हेर्न आएको थियौँ होइन। अनि गाईहरू चाहिँ यहाँ लास्टै रहेछ, यहाँ आउनै मिल्ने रहेछ होइन। हामी त अनि नसोधिकन आइदिएको होइन, एकछिन त अनि तल जानुहोस् यहाँ आउन मिल्दैन भन्यो होइन। अनि त्यसपछि हामीहरू तल गएको होइन। यहाँ चाहिँ कस्तो क्युट क्युट बाछा बाछीहरू, अनि यहाँ चाहिँ मोर देन 500वटा गाई छ अरे होइन। अनि दामी दामी छ होइन गाई पनि। अनि यहाँदेखि चाहिँ हिमालको पनि भ्यू देखिरह होइन। सो हिमाल पनि हेर्न सायद गाइजहरू हेर्नु सक्नुहुन्छ। यो कुन हिमाल मलाई थाहा छैन, बादलले ढाकेर चाहिँ अहिले यस्तो देखियो, नत्र बादलले नढाकेपछि चाहिँ यस्तो दामी देखिन्थ्यो नि होइन, देखिन्थ्यो रे होइन। अनि त्यसपछि चाहिँ अहिले चाहिँ बादल उ भएर चाहिँ केही नराम्रो देखिया क्या, नराम्रो भन्दा पनि नर्मल देखिया छ होइन। बादल नढाकेपछि चाहिँ राम्रो देखिन्थ्यो होइन। 1-2 महिना अगाडि आएपछि हुन्थ्यो। अब त्यसपछि चाहिँ यहाँ गुराँस पनि हेर्नुहोस् है, गुराँस हेर्नुहोस्, यहाँ गुराँस छ माथि, अनि तल चाहिँ यहाँ स्वर्गदारी ढुङ्गाले लेखेको रहेछ होइन। अनि यहाँदेखि चाहिँ सिस्ने हिमाल देखिरहेको छ, यो चाहिँ सिस्ने हिमाल हो होइन गाइजहरू। सिस्ने हिमाल चाहिँ अहिले पुरै हिउँ सब सुकिया खाके। अब आजभन्दा लगभग 3 महिना जति अगाडि आएपछि हिउँ हुन्थ्यो होइन, दामी हुन्थ्यो। अब ढिलो आइयोगेर होइन, त्यही भएर यस्तो देख्न पाइरहेको छ। केही छैन, जे छ त्यहीमा चित्त बुझाउनु पर्छ। अनि यता माथि चाहिँ गुराँसहरू साइडको छ होइन। अनि त्यही गुराँसहरू हेर्न जान लाग्छौँ हामीहरू। अनि गुफा पनि गइन्छ। यो चाहिँ गुराँस हो होइन, माथि छ गुराँस चाहिँ रातो रातो छ होइन। अनि दामी छ होइन। हिजो आज टिपेको हिजोको भ्लग पनि हेर्नु सक्नुभयो होला होइन। अब चाहिँ हामीहरू माथि गुफा हेर्न जाऊँ न भन्नुभयो होइन अङ्कलले, त्यही भएर हामीहरू गुफा हेर्न जान लाग्यो होइन। माथितिर छ अरे गुफा चाहिँ, यता साइडतिर चाहिँ हेलिप्याड छ अरे होइन। हामीहरू 4 जना भएर चाहिँ मस्त पारामा चाहिँ हामीहरू गुफा हेर्न जान लाग्छौँ होइन। अब माथि हेलिप्याड छ अरे, हेलिप्याड चाहिँ नजानेर त्यो धोरोलो याच मात्रै लेखेको छ अरे। त्यो याच मात्र हेर्न के जाने भनेर हामीहरूले चाहिँ प्लान गऱ्यौँ कि गुफा हेर्न जाऊँ। अब तबसम्म बस जाने नि भइहाल्छ होइन। अनि त्यसपछि चाहिँ माथि गएर आउँदासम्म 8-9 बज्छ, त्यसपछि बस हिँडिहाल्ने भइहाल्छ भन्नुभयो। अनि त्यही भएर चाहिँ हामीहरू गयौँ। यहाँबाट मन्दिर पनि देखिरहेको छ, मन्दिर हिमाल। अनि त्यही भएर हामीहरू गुफा हेर्न गएको हो गाइजहरू।
हेर्नु न भ्यू त बादलै बादलको त साइकको। अनि फेरि यता यो बाटो चाहिँ ऊ छ अरे होइन, हेलिप्याड छ अरे होइन, उताको बाटो चाहिँ गुफा छ अरे, यो बाटो चाहिँ हेलिप्याड छ अरे होइन। यहाँ आर्मी ब्यारेक छ होइन, आर्मी ब्यारेकभित्र पनि गुराँस छैन। यहाँ चाहिँ गुराँस टिप्न पाइन्न होइन, तल मात्रै हो होइन। यो जुन स्वर्गद्वारको गेट छ नि त्योभन्दा बाहिर चाहिँ गुराँस टिप्न पाइयो, तर त्योभन्दा भित्र चाहिँ पाइएन अरे। बादल हेर्नु न कस्तो दामी हो के, साइको छ त बादल पनि त। अनि यो यहाँ चाहिँ छ अरे होइन हेलिप्याड, यहाँ भन्नाले यहाँदेखि अब आइपुग्नु कति टाइम लाग्छ होइन। भ्यू पनि दामी देखिन्छ अरे। अब मैले त जाम भन्दा थिएँ गएन। यहाँ चाहिँ प्लान्टहरू पनि रोपेको छ होइन, लिची आँप मेवा सब रोपेको रहेछ के। मेवा त फल्दैन होला, खै के रोपेको छ होइन। किन चाहिँ अघि नै हेरेको थियौँ हामीहरूले, दामी दामी प्लान्टहरू छ क्या यहाँ चाहिँ। अब कोहीले खाइदिन्छ भनेर चाहिँ त्यो कभर गरेर राखेको छ। कोही हुन्छ नि यहाँ चुरीफुरी गर्ने मान्छेहरू, तिनीहरू त उखालिदिइहाल्छन्, त्यही भएर यसरी कभर गरेर राखेको छ। हो यहाँ चाहिँ हो होइन हेलिप्याड, यहाँदेखि चाहिँ 10-15 मिनटको रास्ता छ अरे होइन। अनि यो बाटो गएपछि चाहिँ हामीहरू गुफा जान्छौँ, उताको बाटो गएपछि चाहिँ हेलिप्याड हो होइन। हामीहरू चाहिँ अहिले गुफा जाने भएर चाहिँ गइरहेको। यता तल चाहिँ पाहाड छ कि, पुरै आसमा त यत्रो गहिरो खाइ छ होइन। अब तपाईँहरूलाई यहाँ गुफाको देखाउँछु है, गुफाको हेर्नुहोस् हित्ती हो गुफा। यो टावर छ नि, टावरको साइडमा यो मान्छेहरू देखिरहेको भयो होला 1-2टा, त्यही हो गुफा होइन। अब उहाँहरू चाहिँ मलाई छोडेर गइराख्नु भएको थियो, त्यही भएर म दौडिँदै जानु लाग्छु होइन। अब उहाँहरूले चाहिँ छिटो है भाइ छिटो गरिराख्नु भएको थियो, त्यही भएर म दौडिँदै जानु लाग्छु। भोइस ओभर चाहिँ किन हानेको भन्दा मलाई त्यहाँको अगाडि चाहिँ लाज लागेको कि भ्लग बनाउनु होइन। त्यहाँहरूलाई मैले नथाहा पाइकन भ्लग बनाएको कि, लास्टै लाज लाग्यो होइन, त्यही भोइस ओभर हानिरहेको छु कि। अनि हो यो चाहिँ हो होइन गुफा। यहाँ त नर्मल मैले प्लेन देखिरहेको थिएँ होइन, लास्ट टाइम त उता गएर भित्र छिरेपछि बल्ल रहेछ होइन। म लाइफमा अहिलेसम्म एकचोटि गुफामा गएको थिइनँ, फर्स्ट टाइम चाहिँ म गुफामा जानु लाग्यो होइन। अनि यहाँ चाहिँ घरहरू त्यो टिलो खेल्ने गरे हुन्छ त, त्यसरी चाहिँ घरहरू बनाएको छैन आफ्नो सपनाको घर। हेर्नु यहाँ दाईहरू फेरि चुरीफुरी गर्न लागे यहाँ होइन। यो दाई छ नि, यो दाई एक ब्ल्याक टी सर्ट लगाएर दाई, यो दाइले 50 तले घर बनाउँछु मेरो सपनाको घर भनेर छ। अर्को दाइले भइगयो छाडिदिएँ म तँलाई 100 ताले घर दिन्छु भनेर होइन। यो मोटेवाला दाइले फेरि भित्काइरहेछन् होइन, सबको घर किन होर्लो बनाएन भनेर भित्काइदिइरहेछन् नि मोटेवाला दाइले। फेरि हामी फेरि हाँस्या छौँ नि। अब भित्र हेर्नु न यहाँ घन्टी छ नि, यो चाहिँ घन्टी हो, घन्टी बजाएर म भित्र जानु लाग्यो। भित्र जानै के लाग्थेँ होइन, ठ्याक्कै भन्नुहुन्छ कि भित्र त रेकर्डिङ गर्नै मिल्दैन भनेर। त्यसपछि जति मिल्छ त्यति देखाइदिएँ होइन, अझै गर्छु भनेको थिएँ। फेरि सिसिटिभी त होर्लोमा होला भने त नभन्दै सिसिटिभी रहेछ होइन माथि, अनि त्यही भएर बनाएन। अब म तल हामीहरू सब तल जानु लाग्यौँ, बस जानु लागेको भनेर फोन गर्नुभएको थियो, अनि त्यही भएर हामीहरू तल जानु लागेको दौडिँदै होइन। त्यही भएर हामीहरू दौड्दै तल जानु लाग्छौँ। यहाँबाट पुरै हिमाल बादलै बादल साइको देखिरहेको छ होइन। अनि यता चाहिँ काफल बेचिरहेछन्, काफल हेर्नु न काफल। सो गाइज हेर्नु न यहाँ काफल होइन, टक्क काफल बेचिरहेको थियो होइन। बच्चा बच्चीहरू ठुलो मान्छे सबले 20 रुपियाँ गिलासले होइन। हामीले चाहिँ यो ठुलो छिट्टा खाँदा गिलासवाला थियो किन्यौँ होइन, 400 रुपियाँमा छुट्टै किनेको होइन। घरबाट थुप्रैले मगाएको थियो, त्यही भएर छिट्टै किनिदिउँ। अनि यता सुन्तला बेचिरहनु कि सिजनमा हेर्नु न, सुन्तला पाइने रहेछ अरे सिजनमा। यो अमिलो चाहिँ पाइन्छ किन थाहा छैन होइन, सुन्तला चाहिँ पाइने रहेछ। अनि स्वर्गद्वारको गेट त्यहाँ छ, हामी तल आइसक्यौँ। मान्छेहरू पनि कस्तो भिड छ होइन। हाम्रो बस चाहिँ यो होइन, यता राखेँ हामी बस चाहिँ होइन, अहिले एकछिन बजारे हो। अनि यता चाहिँ एउटा तल जाने बाटो होइन, झिङ्नी जान्छ होइन त्यो बाटो पनि देखाइदिन्छु होइन हजुरहरूलाई। सो यही बाटो होइन, यो बाटो चाहिँ झिङ्नी जान्छ, मोडै मोड छ होइन, दामी छ, पिच भारै छ अहिले, पहिला त कच्ची थियो अरे होइन। अनि यताबाट चाहिँ यहाँबाट नि हिमाल देखिरहेको छ होइन, सिस्ने हिमाल हो कि कुन हिमाल हो थाहा छैन होइन। सानो हिमाल त देखिरहेको छ कि कुन हिमाल हो थाहा छैन, 3-4वटा हिमाल देखिरहन्छोस्। यो चाहिँ सिस्ने हिमाल हो, अर्को अघिनको चाहिँ थाहा छैन होइन। अनि यतातिर चाहिँ अटोहरू चल्ने रहेछन्, हेर्नु सक्नुहुन्छ। अटो र एउटा जिपको गोर्खावाला गाडीहरू चल्ने रहेछन्, अटो पनि चल्ने रहेछ। अटो चाहिँ झिङ्नी जाने रहेछ होइन। अनि मान्छे पनि लास्टै आएन होइन, भ्यू चाहिँ दामी लाग्यो। ओके गाइजहरू होइन, आजको लागि चाहिँ यति नै राखौँ होइन। अब अर्को भ्लगमा भेटौँला होइन। द्याट्स इट फर टुडे, टाटा बाई होइन। अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यहाँसम्म हेरेकोमा धेरै धेरै थ्याङ्क यू।